जब नेताहरूले आफू पदमा पुग्नुभन्दा अगाडि म पनि साधारण जनता नै हो भनी जनताहरूको दुःख सम्झन्छन्, जब पहुँच बिना नै योग्यता र क्षमताको आधारमा गरिब जनता अगाडि बढ्छन्, जब हाम्रो भन्दा पनि राम्रो र सक्षम व्यक्तिले अवसर पाउँछन्, जब त यो पार्टीको मान्छे हो म यो पार्टीको मान्छे हो भनेर भेदभाव गर्न छाडिन्छ, तब बल्ल बन्नेछ देश। पार्टी त एउटा नाम मात्रै हो। हामी सबै नेपाली अनि हामी सबैको देश नेपाल होइन र? एक पटक सबै पार्टी बिर्सिएर हामी सबै नेपाली हौ र हाम्रो देश नेपाल हो भनेर सम्झिम त तब बल्ल बन्नेछ देश। सम्पूर्ण उम्मेदवारहरूलाई सफलताको शुभकामना। आशा छ जसले जिते पनि नेपालले जित्नेछ र सम्पूर्ण नेपाली जनताहरूको जीवनमा घाम लाग्नेछ। अत्याचार, आक्रमण, बरान, असमझदारी, विकल्पविहीन विदेशी